के तपाईँको बच्चालाई दिशा गर्न गाह्रो भएको छ, दिशा गर्दा गोटा गोटा वा मोटो लामो दिशा गर्ने गरेको छ, वा दिशा गर्दा उर्वने गरेको छ, वा ऊ दैनिक रूपमा दिशा गरिरहेको छैन। यदि यस्तो खालको लक्षण छ भने तपाईँको बच्चालाई कब्जियत भएको हुन सक्दछ। आउनुहोस्, आज बच्चाले किन कब्जियत हुन्छ र यो रोगको पहिचान कसरी गर्ने र यसको उपचार कसरी गर्ने भन्ने बारेमा केही छलफल गरौँ। नमस्कार, म डाक्टर वीरेन्द्र पनि, बाल रोग चिकित्सक कलेजको विशेषज्ञ। सुरुमा त बच्चाले किन कब्जियत हुन्छ भन्ने बारेमा केही कुरा गरौँ। प्रायः चाहिँ कस्तो हुन्छ भने चाहिँ बच्चामा चाहिँ डाइटहरू चेन्ज हुँदाखेरि, जस्तै कि 6 महिनादेखि चाहिँ बच्चाले आमाको दुध खाइरहेको हुन्छ र उसलाई चाहिँ सोलिड फुड वा कम्प्लिमेन्ट्री फुड सुरु गर्दाखेरि चाहिँ उसको चाहिँ इन्टेस्टाइनहरूमा चाहिँ अलिकति केही तलमाथि हुँदाखेरि चाहिँ उसलाई कब्जियत भएको धेरै पाइएको छ। त्यसै गरी बच्चाहरूमा चाहिँ स्ट्रेस फ्याक्टरहरू, कहिले कहिले एक्जामहरू आयो, उसले दिशा गर्न खोजिरहेको नहुँदाखेरि पनि बच्चालाई चाहिँ कब्जियत भएको हुन्छ। त्यसै गरी बच्चाहरूमा चाहिँ स्कुलहरूमा जाँदाखेरि चाहिँ उसले चाहिँ स्कुलको टायरहरू यताउता चाहिँ शिक्षकहरू लागेर चाहिँ बच्चाले चाहिँ दिशा चाहिँ त्यहाँ नगरेर रोकेर बस्ने गर्दछ। जसको कारणले के हुन्छ भन्दा चाहिँ उसमा चाहिँ जुन मर्दन भएको जुन दिशा हुन्छ त्यसमा चाहिँ पानीहरू चाहिँ सोचिरहेको हुन्छ र उसको दिशा चाहिँ अलिक टाइट हुने गर्दछ र उसले चाहिँ त्यही टाइट हुँदाखेरि चाहिँ उसले दिशा गर्न खोज्दाखेरि चाहिँ दिशा चाहिँ अलिकति उसले गर्न गाह्रो हुन्छ, जसको कारणले चाहिँ उसले दिशा रोकेर बसिरहेको हुन्छ र त्यो प्रोसेस हुँदा हुँदा चाहिँ उसको दिशा चाहिँ साह्रो भएर कब्जियत हुने गर्दछ। त आफ्नो बच्चाहरूलाई कब्जियत भएको कसरी थाहा पाउने भन्ने कुरा गर्दाखेरि चाहिँ बच्चाहरूले प्रायः चाहिँ दिशा गर्दाखेरि चाहिँ हात खुट्टाहरू चाहिँ बाँधेको हुन्छ, बच्चाले उठेर दिशा गर्न खोजिरहेको हुन्छ र उसले दिशा गर्दाखेरि चाहिँ रुने गरिरहेको हुन्छ, वा उसले दिशा गर्न बस्नै मान्दैन, वा उसले चाहिँ दिशा गर्दा अनुहार रातो भएको हुन्छ। यस्तो खालको समस्या छ भने त्यो बच्चालाई चाहिँ कब्जियतको सिम्टम्सहरू चाहिँ हो। तसर्थ यसको उपाय चाहिँ कसरी गर्ने हो भन्ने कुरा गर्दाखेरि चाहिँ बच्चाहरूले चाहिँ पानी प्रशस्त रूपमा खुवाउनुपर्ने हुन्छ। हाई फाइबर डाइटहरू, फलफुलहरू, सागसब्जीहरू चाहिँ एकदमै खुवाउनुपर्ने हुन्छ भने त्यसै गरी बच्चाको चाहिँ ट्रिटमेन्टमा चाहिँ क्वारेन्टाइन पनि त्यति इम्पोर्टेन्ट हुन्छ। क्वारेन्टाइन कसरी गर्ने भन्ने कुरामा चाहिँ बच्चाले बिहान उठेर नास्ता खाएपछि उसलाई चाहिँ टोयलेटमा लगाएर राख्नु चाहिँ बानी पार्नु चाहिँ पर्दछ। रिसर्चहरूले के देखाएको छ भने चाहिँ 85% केसमा चाहिँ फङ्सनल हुन्छ, जसमा चाहिँ कुनै मेडिकल सर्जिकल कारणहरू चाहिँ भेटिनु हुँदैन भने चाहिँ बाँकी चाहिँ 15% हुन्छ, त्यसमा चाहिँ मेडिकल र सर्जिकल कारणहरू हुन्छ। जुन चाहिँ अघि मैले फङ्सनल कन्स्टिपेसनहरू चाहिँ हामीले अघि भने जस्तै खानपिनहरू मिलायौँ भने, पानी प्रशस्त खायौँ भने र टोयलेटिङ गरेर ठिक हुन्छ भने जुन अर्ग्यानिक कजहरू जुन चाहिँ हाम्रो हस्बन्डी जस्ता लक्षणहरू छ भने चाहिँ हामीले त्यसलाई चाहिँ एक्सटेन्सिभ रूपमा चाहिँ परामर्श लिएर उपचार गर्नुपर्ने हुन्छ। के कस्तो लक्षणहरू देखियो भने तुरुन्तै डक्टरलाई भेटिहाल्नुपर्छ भन्ने कुरा गर्दाखेरि चाहिँ यदि नवजात शिशुहरूले 48 घन्टाभित्र टोयलेट गरेको छैन वा उसलाई अर्ली हुन्छ, यानि कि 1 वर्षभन्दा मुनि नै उसलाई कन्स्टिपेसन भइरहेको छ, वा बच्चाको वेट बढिरहेको छैन, हाइट बढिरहेको छैन, कब्जियत हुँदाखेरि बिचमा चाहिँ डायरियाहरू हुने जसमा चाहिँ ब्लड वा म्युकसहरू देखिरहेको छ, वा उसको चाहिँ ढाड हेर्दाखेरि चाहिँ सेकेन्ड डिम्पलहरू जस्तो देखिरहेको छ, वा उसमा चाहिँ के रौँहरू जस्तो पलाएको छ, वा घरमा पनि कसैलाई चाहिँ यस्तै सिभियर कन्स्टिपेसन भएर अपरेसनहरू चाहिँ गर्नुपर्ने जस्तो लक्षणहरू सबै कुरा छ भने चाहिँ यो चाहिँ सबै खतराको लक्षणहरू हुन्। यदि यो सबै कुराहरू गर्दाखेरि पनि यदि तपाईँको बच्चाको कब्जियत ठिक छैन भने चाहिँ हामीले के कुरा सोच्नुपर्छ भने कतै अरू केही कारणले त कब्जियत भएको होइन, जस्तै कि यो थाइरोइडको बच्चा थाइरोइडले गर्दा पनि कब्जियत हुने गर्छ, जसमा चाहिँ थाइरोइडको पत्ता नगरी कब्जियत ठिक हुँदैन। त्यसै गरी हाइपरथाइरोइडिजम जसमा चाहिँ क्याल्सियमहरू बढी भएर पनि कब्जियत हुने गर्दछ। त्यसै गरी आन्द्राको समस्या, हर्ट डिजिज जसमा चाहिँ हामीले सर्जरी चाहिने गर्दछ। त्यसै गरी कतै सिलेट डिजिजको कारणले जसमा चाहिँ गाउँको एलर्जीको कारणले गर्दा बच्चाले कब्जियत हुने गर्दछ। त्यसै गरी काउमिल प्रोटिन एलर्जी, सानो सानो बच्चाहरू 1 वर्ष 2 वर्ष बच्चाहरूमा चाहिँ काउमिल प्रोटिन एलर्जीले गर्दाखेरि पनि कब्जियत हुने गर्दछ। त्यसैले कब्जियतको मात्र उपचार नगरेर किन बच्चालाई कब्जियत भएको छ त्यो कुराहरू चाहिँ हामीले चाहिँ पत्ता लगाएर नै कब्जियतको उपचार सुरु गरेको राम्रो हुन्छ। तसर्थ यस्तो खालको समस्याहरू तपाईँको बच्चाहरूमा यदि छ भने चाहिँ ढिला नगरिकन सम्बन्धित डाक्टरसँग परामर्श लिनुपर्दछ। धन्यवाद।